नमस्ते गाइज, म पर्वत। स्वागत छ तपाईलाई फेरि मेरो नयाँ भिडियोमा। यो भिडियो पहिलेको भिडियो भन्दा अलिकति डेन्जरस साबित हुन सक्छ। यो भिडियोमा हामी यो ब्याट्रीलाई हामी घडीमा हाल्ने ब्याट्री पनि भन्छौँ। यो ब्याट्रीलाई तातो तेलमा उमालेर हेर्नेछौँ। यदि यसलाई हामीले तातो तेलमा उमाल्यौँ भने यसमा आगो बल्छ कि ब्लास्ट हुन्छ कि के हुन्छ, अब यो त हामीले सिर्फ प्र्याक्टिकल गरेपछि मात्रै थाहा हुन्छ। अब हाम्रो सेटअप चाहिँ पुरा रेडी भइसक्यो। तपाईँहरू यहाँ हेर्नु, अब यसलाई सिर्फ आगो लाउन मात्रै बाँकी छ। ल यहाँ हान्नु, हाम्रो तेल चाहिँ पुरै उम्लेर पुरै आवाज आइसक्यो। अब यसलाई म सिधै ब्याट्री हाल्छु यहाँबाट। हामीले ब्याट्रीलाई उम्लेको तेलमा हालिसक्यौँ। अब यो ब्याट्रीको हालत कस्तो हुन्छ हामीलाई त यो ब्याट्री निकालेपछि मात्रै थाहा हुन्छ। मलाई लाग्छ अब यो ब्याट्री तेलमा धेरै उम्लिसक्यो। अब हामी यो ब्याट्रीलाई निकाल्दैछौँ। त्यति बेरसम्म च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु र भिडियो राम्रो लाग्यो भने लाइक पनि गरिदिनु। ल तपाईँहरू हेर्नु, यो ब्याट्री पग्लेर भित्रको लिथियम पुरै बाहिर फैलिसक्यो। अब हामी यो डब्बालाई अर्को ठाउँमा सार्दैछौँ, किनभने कि हामीले अब यो ब्याट्री कस्तो भयो यो पनि हेर्न बाँकी नै छ। ल तपाईँले हेरिहाल्नुभयो ब्याट्रीलाई उम्लेको तेलमा हाल्दाखेरि ब्याट्रीको हालत कस्तो हुँदो रहेछ। यदि तपाईँलाई यो भिडियो राम्रो लाग्यो भने लाइक गर्नु र आजको लागि यो भिडियोमा यति नै।